हामी हप्ताभरि अरू समयमा चाहिँ परमेश्वरसँग हामी के गर्दछौँ माग्दछौँ भने आजको दिन चाहिँ परमेश्वरलाई है आज आराधनाको उपासना दिनको निम्ति अनि चढाउनको निम्ति चाहिँ हामी भेला भएका छौँ है सम्पूर्ण प्रभुको लोक छोराछोरीजनमा जेमसी अनि हामी आराधनामा जानुभन्दा अगाडि चाहिँ है थोरै हामी परमेश्वरको वचन हेर्नेछौँ है अनि परमेश्वरले चाहिँ मानिसलाई चाहिँ है यसरी परमेश्वरको है महिमा गरोस् भनिकन चाहिँ के गरेको हो त सृष्टि गरेको हो है आउनुहोस् त्यो पद हामी पढ्नेछौँ यशायाको पुस्तक है यशायाको पुस्तक 43 अध्याय है आउनुहोस् हामी थोरै समय है परमेश्वरको वचन हामी हेर्नेछौँ यशायाको पुस्तक 43 अध्यायको हामी पढ्नेछौँ आउनुहोस् है 43 को हामी पढ्नेछौँ 7 पद एकजनाले उच्च स्वरमा पढ्दिनु होला मेरो नामले कहलाइने हरेकलाई किनकि मैले उसलाई आफ्नो महिमाका निम्ति सृष्टि गरे मैले उसलाई रचे मैले उसलाई बनाए है हेर्नुहोस् त परमेश्वरले चाहिँ आज मानिसलाई चाहिँ किन सृष्टि गर्नुभएको रहेछ किन रच्नु भएको रहेछ भन्दाखेरि चाहिँ है परमेश्वरले चाहिँ है उहाँको महिमा गरोस् भनिकन चाहिँ के गरेको रहेछ सृष्टि गर्नुभएको रहेछ है आउनुहोस् हामी है सहायताको लागि हामी प्रार्थना गर्नेछौँ ल अति नै प्रेमी पवित्र परमेश्वर है आज यो प्रकारले चाहिँ परमेश्वरले चाहिँ हामीलाई के गर्नुभएको छ है सृष्टि गर्नुभएको रहेछ अनि उहाँले चाहिँ हामीलाई चाहिँ यसरी रच्नु भएको रहेछ भन्ने कुरा हामी यो है यशाया 43 को 7 पदले चाहिँ यो प्रकारले बताउँदछ है अब परमेश्वरले हामीलाई चाहिँ आज साँच्चै नै भन्दा कस्तो प्रकारले सृष्टि गर्नुभयो कस्तो प्रकारले रच्नुभयो भन्दा चाहिँ हामी थोरै वर्षमा हामी त्यो गर्नेछौँ है हामी अब हामीले उत्पत्तिको पुस्तक 1 अध्यायको 26 पदमा हेर्यौँ भने चाहिँ है त्यहाँनिर चाहिँ परमेश्वरले भन्नुभएको छ मानिसलाई चाहिँ हाम्रै स्वरूपमा है हाम्रै प्रतिरूपमा है के गरौँ त है सृष्टि गरौँ रचौँ भन्नुहुन्छ एकचोटि पढिदिनुहोस् त यस उत्पत्ति 1 को 26 पद पढिदिनुहोस् अनि परमेश्वरले भन्नुभयो हामी मानिसलाई आफ्नै स्वरूपमा हाम्रै समानतामा बनाऊ र तिनीहरूले समुद्रका माछामाथि आकाशका पंक्षीहरूमाथि र घरेलु पशुहरूमाथि साथै सारा पृथ्वीमाथि र पृथ्वीमाथि घस्ने जन्तुमाथि अधिकार राखुन् भनेर चाहिँ के गर्नुभएको छ सृष्टि गर्नुभएको रहेछ है अनि कस्तो कुन प्रकारले त मकै पढ्थ्यो स्वरूपमा है परमेश्वरले चाहिँ मानिसलाई के गर्नुभएको रहेछ रच्नु भएको रहेछ कि है यसकारण मानिस चाहिँ एउटा चेतनशील बनाउनु भएको कारण चाहिँ है आज मानिस चाहिँ यस्तो प्रकारले परमेश्वरले चाहिँ रच्नु भएको रहेछ अनि त्यो रच्नको निम्ति पनि चाहिँ परमेश्वरले चाहिँ है आज होइजा भनेर चाहिँ भएन सबै सृष्टिका है थोकहरू चाहिँ होइजा भन्ने बित्तिकै है तर मानिस जातिलाई चाहिँ उहाँको हत्केलामा खोपेर चाहिँ नक्सामा राखेर चाहिँ है उहाँले चाहिँ सृष्टि गर्नुभएको छ है 49 को 16 पदबाट यशायाको पुस्तक 49 को 16 पद पढिदिनुहोस् त त्यहाँ कुरा चाहिँ हामी छर्लङ्ग हामी पाउन सक्छौँ हेर मैले तँलाई आफ्ना हत्केलाहरूमा खोपेको छु तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् हेर्नुहोस् त है आज तपाईँ र मलाई सृष्टि गर्नुहुने परमेश्वरले चाहिँ आज कस्तो प्रकारले सृष्टि गर्नुभएको रहेछ त है यसकारण चाहिँ हेर्नुहोस् त आज
उहाँकै स्वरूपमा उहाँकै प्रतिरूपमा उहाँले चाहिँ हामीलाई रच्नु भयो, हामीलाई बनाउनु भयो है, हामी मानिस जातिलाई। तर ती मानिस जातिले चाहिँ आफ्नै हातमा खोपेर नक्सातिर चाहिँ के गर्नुभएको छ, बनाउनु भएको रहेछ है। यसकारण मानिस जाति के गर्नुपर्ने रहेछ, परमेश्वरको माया गर्नुपर्ने रहेछ। तर मानिस जाति चाहिँ कहाँ गएछन् त है, आज पापमा फस्नु रहेछ है। आज यसरी उत्पत्ति के पुस्तक हामीले हेऱ्यौँ, अब नजाउँ, धेरै लामो हुन्छ है। अब त्यहाँनिर चाहिँ नखा भनेको फल खाए है, अनि त्यहाँबाट चाहिँ के भयो त है, पापमा फस्न पुगे, परमेश्वरदेखि है टाढा हुन पुगे। त्यहाँनिर चाहिँ आदम चाहिँ के गरेको छ त है, लुकाइएको अवस्थामा छ। परमेश्वरले चाहिँ आदम त कहाँ छस् भन्दा चाहिँ म चाहिँ नाङ्गै रहेछु है, म चाहिँ यसरी लुकेको छु भने चाहिँ है आदमले भन्दछ है। यसकारण हेर्नुहोस् त, मानिस जाति पापले गर्दा चाहिँ परमेश्वर र मानिसको बिचमा चाहिँ के भयो त है, आज एउटा पर्खाल बनेर चाहिँ है, आज है एउटा पापले चाहिँ मानिसलाई चाहिँ गिराएका चाहिँ है परमेश्वरको महिमा रहित बन्न पुगे है। पहिला उनीहरू लजाउँदैन थिए, तर पछि चाहिँ के गर्न थाले चाहिँ उनीहरू लजाउन थाले है। यसकारण परमेश्वरले पनि है अब त्यो आदमको बगैँचाबाट चाहिँ मानिसलाई चाहिँ के गर्नुभयो, धपाइदिनु भयो है। यसकारण मानिस र परमेश्वरको बिचमा चाहिँ यति ठुलो फाटल बन्दै गयो है। मानिस चाहिँ पापमा यसरी पापमा नै एकदमै है अगाडि बढ्दै गयो भने परमेश्वरले चाहिँ मानिस जातिले सृष्टि गर्नुभएकोमा चाहिँ परमेश्वर के गर्नुभयो, पछुताउनु भयो भनेर चाहिँ हामी उत्पत्ति 6 अध्यायमा चाहिँ हामी त्यो पाउन सक्छौँ है। यसकारण हेर्नुहोस् त, मानिस जातिलाई चाहिँ परमेश्वरले है यसरी परमेश्वरले सृष्टि गर्नुभयो उहाँको महिमा गरोस् भनेर। तर मानिस जाति चाहिँ के गर्नु पुगे त है, आज पाप गर्न पुगे। पापको ज्याला चाहिँ के थियो त है, मृत्यु थियो भन्छ। आउनुहोस् त्यो पद पनि हामी पढौँ है। आउनुहोस् रोमीको पुस्तक 6 अध्यायको है हामी पढ्नेछौँ। 20 पद। पढ्नुहोस्। किनकि पापको ज्याला मृत्यु हो, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। अनन्त जीवन हो। हेर्नुहोस् त, आज हेर्नुहोस् त, मानिस जातिले त्यो प्रकारले चाहिँ आज सृष्टि गर्नुभएको थियो है। आज पापमा पाप गर्नु पुग्यो र पनि परमेश्वरले चाहिँ त्यत्तिकै त्यो पापमा चाहिँ रहेर नर्क जान नपरोस् भनेर चाहिँ आज उहाँले चाहिँ एक मात्र पुत्र संसारमा है पठाउनु भयो है। उहाँबाट चाहिँ के भयो त है, आज पापको ज्याला मृत्यु थियो है। अनि पापको ज्याला मृत्युबाट चाहिँ बचाइनेर चाहिँ उहाँले चाहिँ के गर्नुभयो त है, हाम्रो निम्ति चाहिँ है त्यो उहाँ चाहिँ मृत्युमा जानु पर्यो। आउनुहोस् यो त्यो पद पनि हामी पढ्नेछौँ ल। पहिलो पत्रुसको पुस्तक आउनुहोस्। पहिलो पत्रुसको पुस्तक है, पहिलो पत्रुसको पुस्तक हामी पढ्नेछौँ है। 2:24 पढिदिनुहोस् त। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्यौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। हेर्नुहोस् त, आज पापको ज्याला चाहिँ मृत्यु थियो है। हामी चाहिँ त्यो मृत्युमा जानु पर्थ्यो, तर परमेश्वर प्रभु येशू मसीह चाहिँ यो संसार आउनु भएर हाम्रो पापको ज्याला चाहिँ आज त्यो क्रुसमाथि बोक्नु भएर है। आज उहाँले चाहिँ एकैचोटि चाहिँ है पापको ज्याला मृत्यु थियो है। त्यो मृत्युबाट चाहिँ हामीलाई छुटकारा दिने निम्ति चाहिँ उहाँ चाहिँ के गर्नुभयो त है, पापको क्रुसमाथि बोक्नु भयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पार्यो भनेर भन्दछ है। हेर्नुहोस् त, आज परमेश्वरको करुणा है, आज उहाँले सृष्टि गर्नुभयो है। आज उहाँले चाहिँ खोपेर हामीलाई है मानिस जातिलाई चाहिँ बनाउनु भयो। तर मानिस जाति चाहिँ आज पापले गर्दा चाहिँ ऊ चाहिँ
नरक जान लाग्यो है तर आज उहाँ चाहिँ अनन्त जीवन दिनको निम्ति चाहिँ आज हेर्नुहोस् त त्यो क्रुसमा बलिदान हुनुभयो है आउनुहोस् हामी अर्को पद पनि पढ्नेछौँ एफिसीको पुस्तक 5 अध्यायमा आउनुहोस् त 5 अध्यायको 2 पद पनि पढिदिनुहोस् 5 अध्यायको 2 पद र प्रेममा हिँड जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बासना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो हेर्नुहोस् त आज परमेश्वरको प्रेम चाहिँ कस्तो रहेछ त भन्दा चाहिँ आज मानिस जातिलाई चाहिँ है अति नै प्रेम गरिकन अनन्त जीवन दिनुहुने परमेश्वर है आज उहाँलाई चाहिँ के गर्न आएका छौँ त है आराधनाको पासना है यसरी चढाउन हामी आएका छौँ किनभने चाहिँ यो आराधनाको पासना चाहिँ है आज यहाँ मात्र नभइकन स्वर्गमा पनि परमेश्वरलाई चाहिँ है धन्यवाद आराधनाको पासना राखेको भन्ने चाहिँ है हामी प्रकाशको पुस्तकमा त्यो कुरा हामी पाउँदछौँ है यसकारण परमेश्वरले हामीलाई चाहिँ के गर्नको निम्ति यसरी रच्नु भएको रहेछ है आज परमेश्वरको महिमा गर्नको निम्ति रच्नु भएको रहेछ र हामी पापमा फस्दा पनि है हामी चाहिँ यसरी पाप गरिरहेको अवस्थामा पनि चाहिँ है परमेश्वरले चाहिँ है आज त्यो पापको छुटकारा दिनको निम्ति चाहिँ यो संसारमा एकमात्र है प्रभु येशू मसीह यसै संसारमा आउनु भएर हामीलाई चाहिँ उहाँको एकैचोटिको बलिदानद्वारा चाहिँ के गर्नुभयो त है पवित्र बनाउनुभयो आउनुहोस् यो पद हामी पढ्नेछौँ हिब्रूको पुस्तकमा आउनुहोस् है हिब्रू 10 को 10 पढिदिनुहोस् त हिब्रू 10 को 10 यही इच्छाद्वारा येशू ख्रिस्टको शरीरको एकैचोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौँ हेर्नुहोस् त आज प्रभु येशू मसीह संसारमा आएर चाहिँ आज उहाँको एकैचोटिको बलिदानद्वारा चाहिँ के गर्नुभएको छ त हामीलाई चाहिँ है शुद्ध अनि पवित्र बनाउनु भएको छ है यसकारण उहाँलाई चाहिँ के गर्नुपर्ने रहेछ त आराधनाको पासना धन्यवादको भेटी चाहिँ उहाँलाई दिनुपर्ने रहेछ है यसकारण उहाँले चाहिँ कस्तो चाहनुहुन्छ भन्दाखेरि चाहिँ है टुटेको हृदय आजबाट चाहिँ आराधनाको पासनाको भेटी उहाँले चाहिँ चाहनुहुँदछ यसकारण उहाँलाई के गर्नुपर्दछ त हामीले चाहिँ पहिलो स्थान उहाँलाई दियोस् पनि भन्नुहुन्छ है आउनुहोस् कलसिय 18 पद पढिदिनुहोस् पनि उहाँ शरीर हजुर मण्डलीका शिर हुनुहुन्छ जो सुरु अर्थात् मरेकाहरूबाट बिउतनेहरूमा जेठो हुनुहुन्छ र सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दिनुहोस् हेर्नुहोस् त उहाँले चाहिँ आज उहाँ चाहिँ एउटा मध्यस्थकर्ता भइकन आज परमेश्वरसँग चाहिँ के गर्नुभएको छ मिलाउनु भएको छ है यसकारण है आज परमेश्वरलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्ने छ है जति गुणगान गाए तापनि जति आराधनाको पाठमा चढाए तापनि आज उहाँको बराबर हामी कहिल्यै पनि पुग्न सक्दैनौँ यसकारण है आयातर महिमा अनि प्रशंसा सबै कुरा चाहिँ उहाँलाई दिनुपर्ने रहेछ है भजनसँग है 9 को 1 पदले भन्दछ सम्पूर्ण हृदयले चाहिँ के गर्नु परमेश्वरलाई धन्यवाद दिनु भने भन्दछ है अनि यसै गरिकन है भजन सङ्ग्रह 116 को 17 पदले चाहिँ के भन्दछ भने हृदयदेखि उठेको भेटी चाहिँ है त्यो पद हामी भजन सङ्ग्रह 116 को 17 पद पढिदिनुहोस् त म तपाईलाई धन्यवादको बलि चढाउने छु र परमप्रभुको नाम पुकार्ने छु है परमप्रभुको नाम चाहिँ पुकार्ने छु है आज परमेश्वर है आज यति मलाई परमेश्वर हुन्छ आज यो परमेश्वरलाई चाहिँ है एक प्रकारले चाहिँ है आराधनाको पासना अनि धन्यवाद चाहिँ चढाउनु पर्ने रहेछ भन्ने कुरा हामीले चाहिँ थाहा पाउन सक्यौँ है म तपाईँलाई धन्यवादको बलि चढाउने छु र परमको नाम पुकार्ने छु है हेर्नुहोस् त आज यी सबै कुरा गर्नुहुने प्रभुलाई चाहिँ हामीले चाहिँ के गर्ने त है भन्दा चाहिँ
है हृदयदेखिको चाहिँ है धन्यवाद चाहिँ परमेश्वरलाई दिनुपर्दछ है। यसकारण हामी जति नै है धन्यवाद दिँदा पनि के गर्न सक्दैनौँ त है उहाँको बराबरी पुग्न सक्दैनौँ। यसकारण चाहिँ परमेश्वरलाई आदमको पाठमा हामी चाहिँ चढाइराख्नु पर्दछ है। अब हामी पढ्नेछौँ है आज लेवी लेवी है लेवीको पुस्तक आउनुहोस् त। त्यहाँनिर चाहिँ है आज है लेवीको पुस्तकमा आउनुहोस् है। 6 अध्यायमा आउँछ त। लेवी 6 अध्याय 6 को 12-13 पद पढिदिनुहोस्। अनि वेदीमाथिको आगो त्यसमा जलिरहोस् त्यो कहिल्यै ननिभोस्। अनि हरेक बिहान पुजारीले त्यसमा दाउरा बालोस् र त्यसमाथि होमबलि मिलाएर राखोस्। अनि उसले त्यसमाथि मेल बलिहरूको बोसो जलाओस्। तेरा पनि आगो वेदीमाथि निरन्तर जलिरहोस्। त्यो कहिल्यै ननिभोस्। हेर्नुहोस् यहाँ अनि वेदीमाथिको आगो त्यसमा जलिरहोस्, त्यो कहिल्यै ननिभोस्। अनि त्यो हरेक बिहान पुजारीले त्यसमा दाउरा हालोस् र त्यसमाथि होम बलि मिलाएर राखोस्। अनि उसले त्यसमाथि मेल बलिहरूको बोसो जलाओस्। हेर्नुहोस् आज यहाँनिर चाहिँ है दाउराहरू चाहिँ है त्यहाँनिर चाहिँ बाल्ने है थपिराख्ने कामहरू आज पुजारीले गर्नु परेको छ है। आज त्यो निरन्तर वेदीमाथि है आज आगो जलिराख्नको निम्ति चाहिँ त्यहाँनिर चाहिँ पुजारीहरूले चाहिँ विभिन्न कामहरू गरिराख्नु पर्ने कुराहरू यहाँ पाउँदछौँ है। आज तपाईँ र मलाई पनि आज एउटा राजकीय घरमा है आज्ञाको वंश आज एउटा है स्वर्गीय पुजारीको समाज चाहिँ परमेश्वरले चाहिँ हामीलाई बनाउनु भएको छ है। यसकारण है आज हामीले कस्तो प्रकारले है जिउनु पर्छ, हाम्रो हृदय कस्तो प्रकारले राख्नु पर्दछ भनिकन चाहिँ है परमेश्वरको वचनले चाहिँ यी उदाहरणको निम्ति हामीलाई दिइरहेको छ है। आज निरन्तर आज है मण्डलीमा चाहिँ है आज यसरी आराधना उपासना है प्रार्थना भइराख्नु पर्छ है। जसरी आगो वेदीमाथि है निरन्तर जलिरहोस् त्यो कहिल्यै ननिभोस् भन्छ है। आज यसरी चाहिँ यो कुराहरू चाहिँ जहिले पनि है निरन्तरताहरू चाहिँ हामीमा चाहिँ हुनुपर्दछ है। यसकारण आराधनाको उपासना भनेको यस्तै निरन्तर परमेश्वरलाई आराधना प्रार्थना चाहिँ चढाइराख्नु पर्दछ है। यसकारण हामीले विभिन्न उदाहरणहरू हामीले पढेर आइसकेका छौँ अघि है। आज परमेश्वरले हामीलाई कुन प्रकारले सृष्टि गर्नुभयो अनि किन सृष्टि गर्नुभएको रहेछ भन्दा चाहिँ है आज यी कामहरू गर्नको निम्ति परमेश्वरलाई महिमा दिइराख्नको निम्ति चाहिँ परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुभएको रहेछ है। यसकारण चाहिँ है परमेश्वरलाई चाहिँ है धन्यवाद होस्, किनभने हामीलाई पनि परमेश्वरले चाहिँ यसरी है चुन्नुभयो। हामी जस्तो एकदमै कमजोर निर्बल जातिलाई यसरी है चुन्नु भएर आज परमेश्वरको काम लगाउनु भयो। हामी धन्यवादी अति नै हुनुपर्दछ। हामीलाई दुःख कष्ट होला, खेदो निन्दा होला, सतावट होला, हामीलाई घटी कमी होला, तर परमेश्वरलाई है परमेश्वरको महिमाको निम्ति चाहिँ हामीलाई के गर्नुभएको रहेछ, रच्नुभएको छ, सृष्टि गर्नुभएको रहेछ है। अनि यसकारण हामीलाई जस्तोसुकै अवस्था आए तापनि परमेश्वरको कामलाई चाहिँ निरन्तरता हामीले चाहिँ दिनुपर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ बुझ्न सक्छौँ है। यो कुरा चाहिँ हामीले गऱ्यौँ भने, गरिराख्यौँ भने चाहिँ हाम्रो आउने पिँढीहरूलाई चाहिँ है एकदमै के हुन्छ त परमेश्वरको सेवा गर्नलाई चाहिँ के हुन्छ है उनीहरूलाई चाहिँ जान्दछ अनि उनीहरूले सेवा गर्न सक्दछ। किनभने है आज एउटा पुजारीको समाज भइसकेपछि हाम्रो एउटा राजकीय पुजारीको खानदान भइसकेपछि है पुजारीको समाज भइसकेपछि कस्तो प्रकारले हिँड्नुपर्छ है। तर हामी आफूले चाहिँ
जान्नु पर्दछ है। किनभने हाम्रो शरीर चाहिँ के हो त परमेश्वरको चाहिँ के हो मन्दिर हो है भनेर चाहिँ भन्दछ है। कोरिन्थीको पुस्तकमा आउनुहोस् त्यो कुरा हामी पाउँछौँ है। यसकारण हामी जसरी हामीले परमेश्वरको महिमा गर्नुपर्छ है, हाम्रो शरीर पनि के हुनुपर्छ त है शुद्ध हुनुपर्दछ है। आउनुहोस् कोरिन्थीको पुस्तकमा पहिलो कोरिन्थीको पुस्तक 6 अध्याय है 6 अध्यायका हामी 19 पद पढिदिनुहोस्। अथवा के यो तिमीहरूलाई थाहा छैन, अथवा के यो तिमीहरूलाई थाहा छैन, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, पवित्र आत्माको मन्दिर हो, जो तिमीहरू भित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ र तिमीहरू आफैका होइनौ। तिमीहरू आफैका होइनौ। हेर्नुहोस् है, परमेश्वरले हामीलाई है जुन काम गर्नको निम्ति जुन है महिमा गर्नको निम्ति सृष्टि गर्नुभएको रहेछ, तर मानिस चाहिँ कहाँ गए त है पाप गर्न गए नि। त्यो पापै गरिरहेको कारण चाहिँ परमेश्वरले चाहिँ फेरि है आज परमेश्वरको प्रेमको कारण चाहिँ उहाँको एकमात्र पुत्र चाहिँ के गर्नुभयो त आज हाम्रो निम्ति चाहिँ कलवरी क्रुसमा बलिदान भइकन जुन हामीले भोग्नु पर्ने पाप है त्यो नरकमा जानु पर्ने थियो, तर उहाँ आफैले त्यसको कष्टबाट आज हाम्रो कष्ट चाहिँ उहाँले भोगिदिनु भयो। जुन हामीले चाहिँ है आज भोग्नु पर्ने कष्ट उहाँले भोगिदिनु भयो र हामीलाई चाहिँ यो वरदान चाहिँ परमेश्वरले दिनुभयो। किनकि हामीलाई चाहिँ परमेश्वरले है पवित्र आत्माको मन्दिर चाहिँ परमेश्वरले बनाउनको निम्ति चाहिँ यो सम्पूर्ण है कार्य चाहिँ परमेश्वरले गरिदिनु भयो। र अब हामीले के गर्नुपर्छ, परमेश्वरको है भयमा जिउनको निम्ति चाहिँ आत्मा र सत्यता हामी जिउनु पर्दछ। किनभने परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ है, शरीर चाहिँ हाम्रो सत्यतामा हामीले चाहिँ जिउनु पर्दछ। आउनुहोस् हामी है यूहन्नाको पुस्तक सुसमाचार यूहन्ना 4:23-24 हामी पढ्नेछौँ है। तर त्यो समय आउँछ र अहिले नै हो जुन घडी साँचो उपासकहरूले पिताको उपासना आत्मा र सत्यतामा गर्नेछन्। किनकि उहाँको उपासना गर्नलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ। हेर्नुहोस् है, तर त्यो समय आउँछ र अहिले नै हो जुन घडी साँचो उपासकहरूले पिताको उपासना आत्मा र सत्यमा गर्नेछन्। किनकि उहाँको उपासना गर्नेहरूलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ अनि उहाँको उपासना गर्नेहरू आत्मा र सत्यतामा उपासना गर्नुपर्दछ है। परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ है अनि उहाँको उपासना गर्ने चाहिँ है सत्यतामा है उपासना गर्नुपर्दछ हुन्छ है। आज तपाईँ र मैले चाहिँ एउटा सत्यताको जीवन जिउनुपर्छ र मात्रै हाम्रो है आराधनाको उपासना परमेश्वरले सुन्नुहुन्छ है। जसरी लेवी 6:13 चाहिँ निरन्तर है वेदीको आगो चाहिँ जलिरहोस् भन्नुहुन्छ नि है। आज त्यसै गरिकन हाम्रो उपासना चाहिँ सत्यतामा रहेर हामीले चाहिँ उपासना गरिराख्नु पर्दछ, मात्रै परमेश्वरमा चाहिँ के हुन्छ यो उपासना चाहिँ सुनाइ हुन्छ। किनकि परमेश्वरले चाहिँ हामीले अघि पहिलो पत्रुसको पुस्तकमा फेरि त्यो पद हामी दोहोऱ्याउनेछौँ है। होइन पहिलो पत्रुस होइन, एफएसीको पुस्तकमा आउनु ल। 5:2 पद पढिदिनुहोस् त फेरि हामी दोहोऱ्याउँ। र प्रेममा हिँड जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्ना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। हेर्नुहोस् त आज परमेश्वर मसीहले चाहिँ आज एउटा प्रेमको निम्ति चाहिँ है आज यसरी परमेश्वरमा चाहिँ मिठो बासना
दिनको सुगन्ध दिनको निम्ति चाहिँ के गर्नुभयो त आफै आफूलाई चाहिँ बलि भेटी र बलिको रूपमा चाहिँ आफै आफूलाई चाहिँ है परमेश्वरमा अर्पण गर्नुभयो भनेर भन्नुहुन्छ है। आज त्यो अर्पण चाहिँ किन गर्नुभयो त भन्दा चाहिँ आज तपाईँ र मलाई पनि है आज त्यो पापको दलदलबाट छुटाइकन है आज पापको ज्याला मृत्यु थियो त्यो मृत्युमा जानु नपर्छ भनेर छुटाइकन चाहन्छ तपाईँ मलाई चाहिँ यो आत्मा र सत्यता भएर परमेश्वरको आराधक बन्नुहोस् भनिकन चाहिँ है आज परमेश्वरले चाहिँ कुरा चाहिँ के गर्नुभयो आज परमेश्वरले चाहिँ यो बहुमूल्य प्रेम गर्नुभएर हामीलाई एउटा साँचो उपासक आत्मिक उपासना बनाउनको निम्ति चाहिँ के गर्नुभयो सहायता गर्नुभयो। यसकारण चाहिँ हामी के गर्नेछौँ परमेश्वरलाई आराधना उपासना हामी यस कारणले चढाउनेछौँ कि ताकि हामीलाई परमेश्वरले चाहिँ सृष्टि गर्नुभएको किन रहेछ त उहाँको महिमाको निम्ति है। आउनुहोस् हामी एसाईको पुस्तक पढेर हामी अन्त्य गर्नेछौँ। आउनुहोस् जुन एसाईको पुस्तक आउनुहोस् 43 अध्याय है एसाई पुस्तक 43 अध्यायको 7 पद पढ्यौँ। मेरो नामले कहलाइने हरेकलाई मेरो नामले कहलाइने हरेकलाई किनकि मैले उसलाई आफ्नो महिमाका निम्ति सृष्टि गरेँ आफ्नो महिमाका निम्ति सृष्टि गरेँ मैले उसलाई रचे मैले उसलाई बनाए है। आज परमेश्वरले चाहिँ आज मानिस जातिलाई अनि तपाईँ हामीलाई चाहिँ है उहाँकै महिमाको निम्ति सृष्टि गर्नुभएको रहेछ उहाँकै महिमाको निम्ति रच्नु भएको रहेछ है। आज उहाँले नै हामीलाई चाहिँ के गर्नुभएको रहेछ बनाउनु भएको रहेछ है। आज यी जति पनि वचनहरू परमेश्वर दिनुभएको है यी नर्मल वचनहरू होइन आज तपाईँ र मेरो जीवनमा मेल खाने वचनहरू हुन्। आज परमेश्वरको महिमाको निम्ति आज हाम्रो जीवनमा जस्तो सुकै अवस्था परिस्थिति है आए तापनि परमेश्वरको महिमा चाहिँ के गर्नुपर्ने रहेछ निरन्तर गरिराख्नु पर्ने रहेछ है। परमेश्वरलाई मनपर्ने है। आज भजन सङ्ग्रह 50 को 23 पदले भन्छ कि जसले प्रशंसा रूपी बलिदान चढाउँछ उसले चाहिँ मेरो महिमा देख्नेछ भनेर त्यहाँनिर भनेको छ है। हेर्नुहोस् आज हामी पनि परमेश्वरलाई आदर उपासना प्रशंसाका बलि भेटीहरू हामीले चढाउँ है अनि उहाँको महिमा पनि हामीले देख्नेछौँ। यसकारण परमेश्वरले चाहिँ है आज महिमाको निम्ति नै हामीलाई चाहिँ के गर्नुभएको छ चुन्नुभएको छान्नुभएको छ। यसकारण परमेश्वरले हामीलाई सहायता गरेको होस्। जति पनि है आज वचनमा है भुल टुट त्यो बुझाउन सकिन क्षमा गर्नुहोस् परमेश्वरले क्षमा गरेको हुँ। जय मसीह।